हैन ओके ओके भान्जाको चाहिँ है ल ल मामा सुन्नु न अँ माइजूको मङ्गलसूत्र नै हान्दिनु कि म पछि मैले बिहे गरेर मेरो बुढीको चोरेर दिन्छु ल चन्द्रमा पनि हालिदिन्छु चन्द्रमा हान्दिनु चन्द्रमा पनि हान्दिनु ल मङ्गलसूत्र र चन्द्रमा हान्नु बोजू हुनुहुन्छ कि नै बजै हुनुहुन्छ बजैको बुलाकी हान्दिनु न बजेको त्यो हुन्छ बुलाकी पनि हान्दिनु है ल राखे ढुङ्ग्री ढुङ्ग्री पनि हालिदिन्छु ल ढोङ्ग्री पर्दैन तिलरी हाल्नु होला नि फेरि अन्टीको तिलरी नहाल्नु थियो ल ल के भनेपछि थाहा छ कि 30K भ्युअर्स छ उतापट्टि 33K छ गाइस अलिकति गाह्रो पर्नेवाला छ तर हामी सक्दैन त्यत्तिकै म खेलिदिएको मात्रै हो त्यो मान्छे आयो आफै होइन थाहा थियो मलाई पहिले 31K वाचिङ थियो उसको मामाजी अहिले आउनुहुन्छ टेन्सन नलिनु मामाजी आउनुहोस् 2 मिनट मात्रै बाँकी छ मामाजी म यार धेरै यार उ भयो के धेरै दिनपछि ग्यापमा आएँ त्यही भएर यहाँ तनाव भयो नत्र माइजूहरू सबैजना बसिराख्नुहुन्थ्यो खै काब्रेको सम्झेलाई पनि फोन हान्नु पर्यो कहाँ जानु भयो यार अनि 1:15 मात्रै त हो नि 1:15 मात्रै त हो नि आइसक्नु हो भनेछ नि मैले मामाजी सम्धि आउनु बाँकी छ सम्धि कहाँ 26:75 लाई फोन गर्नु पर्यो सम्धि आउनु बाँकी हो 26:75 सम्झी सम्झी यो तिम्रो त्यो 26:75 त्यो टिपर बेच्नु पर्यो के त्यो हालेर हान्दिनु पर्यो आउनु त लफडा पर्यो भनेको सम्झी धादिङवालासँग होइन है फेरि धादिङवालासँग होइन यता अर्कै आएको छ कुन इन्डोनेसियाबाट सम्झी सुन्नु न यो यससँग 1 वर्सेस 1 परिसक्यो कच सम्झी 26:75 हान्दिनु कि आज बैना मार्नु भोलि बिहान गरौँला ल है 26:75 हान्दिनु पर्यो आउनु त मैले मामा पनि बोलाएको छु मामालाई ल ल ल सम्झी राखेँ ल सम्झी ल्यासो 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 कसलाई बोलाउनु यार तनाव भइसक्यो त्यो आएर 29 सेकेन्ड मात्रै छ मामा कहाँ मऱ्यो यार कहाँ मऱ्यो यार मामा यार Rian, my friend. What, my friend? Hello. कहाँ पुग्नु भयो